हेलो भाइ। हेलो गाइज, हामी चाहिँ अहिले यता मोज गरिरहेका छौँ। नेपालले चाहिँ अब एक विकेट लियो भने जित्छ गाइजहरू। अरू नेपाली जित्ने सम्भावना कति बढेको छ? फिक्स जित्छ, 100% नेपाली जित्छ। यहाँ चाहिँ फ्यानहरूले सपोर्ट गर्न र गेम हेर्नको लागि ग्राउन्डमा आउनु पर्यो। भाडा पनि घटाइदिएका छन्। अब यो टिकट पनि घटाइदिएका छन्, आउनु पर्यो। नमस्कार। हजुर कतादेखि हो? म चाहिँ केटिएम किर्तिपुर। गाइज वेलकम टु माई न्यू भ्लग। फेरि पनि स्वागत। आज चाहिँ हामीहरू गेम हेर्न जाँदैछौँ नेपाल भर्सेस ओमानको ट्यु ग्राउन्डमा। मसँग चाहिँ हुनुहुन्छ अहिले प्रकाश दाजु यता हुनुहुन्छ। आज कसको गेम रे? नेपाल भर्सेस ओमानको। हामीहरू चाहिँ गेम हेर्न जाँदैछौँ, तपाईँहरूलाई देखाउनेछौँ गेममा के हुन्छ, हेर्दै गर्नु होला। ग्राउन्डमा पुगेपछि फेरि भ्लग बनाउँछौँ। गाइस हामीहरू ग्राउन्डमा चाहिँ पुग्नै लागेका छौँ। हुन्छ हाम्रा दुई दाजुहरू त्यो करण मोटे। आज करण आउँदैछ। सोमपाल नाच्ने आज सोमपाल करण नन्दन छ नन्दन छ चौका नन्दन भ्याबाट कौन आयो सोमपाल आयो 38 ओभर भइगयो। यतिमा सही पुगाउनु भयो बाघ हान्ने बॉल छोड़ दो। ए भैया रिप रिप विकेट अहिले बबाल खेच दियो बबाल सेम हम की भी तो है देखते हैं क्या हो विकेट तो निकाल विकेट। आज हजुर किन आएको यता? किन आएको यता? किन हजुर किन आएको? आज कसले जित्ला जस्तो छ बाजी? भन्नुहोस् न, भन्नुहोस् किन अनि यसरी नजाउने होइन नि त, बोल्नुपर्छ त। फेरि पनि यो टुक्कामा स्वागत छ। यो फिल्ममा चाहिँ मेरो साथी मेरो दाई प्रकाश गुरुङलाई केही क्वेसनहरू सोध्नेछु। दाई गेम हेरेर मजा आइरहेछ हो? अरू नेपालले जित्ने सम्भावना कति बढेको छ? फिक्स जित्छ, 100% नेपालले जित्छ। यहाँ चाहिँ नेपालको जित्ने सम्भावना धेरै नै छ। गुलसन झालगायत, चन्दिल लामिछाने, त्यस्तो ललिता वंशीहरूले प्लेयरहरू धेरै राम्रो बोलिङ गरेका छन्। ब्याटिङमा चाहिँ ठिकै थियो। 200 कतिको टार्गेट हो? 250 क्रसको टार्गेट हो। एकदम राम्रो हो त्यो टार्गेट हुनेको। एकदम राम्रो चन्दिल लामिछानेले बोलिङ गरिरहेका छन्। क्वेसन सोध फेरि दाइ, गर्मी कतिको भइरहेछ? गर्मी त अब त्यस्तै हो, गर्मी त अब भइहाल्छ। ओहो गर्मी धेरै छ। टाउको दुख्यो कि नै? मेरो त दुख्यो, अलिकति दुखिरहेको छ। गेम हेर्दा मजा आइरहेछ नि? मजा त आइरहेछ, के गर्नु, गर्मी छ। अरू फ्यानहरूले आउनु पर्यो नि गेम हेर्न।
आउनुपर्छ के भने तिमीले फ्यानहरूले सपोर्ट गर्न गेम हेर्नको लागि ग्राउन्डमा आउनु पर्यो हजुर भाडा पनि घटाइदिएका छन् अब यो टिकट पनि घटाइदिएका छन् आउनु पर्यो यस्तो गर्नु भयो ठिक छ अरू अरू नेपाली जिन्ने 100%। 100% तपाईँले त्यो राम्रो छ सपोर्ट त धेरै गर्नु भएको छ नेपाली क्रिकेट टिमलाई 100%। ओ एकदम राम्रो अब हाम्रो हुन्छ कलुवा दाइ दाइ नमस्कार 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 हजुर कतादेखि हो म चाहिँ केटीएम कीर्तिपुर गेम मजा आइरहेछ हेर्न बबाल बबाल गेम चाहिँ साँच्चीको नै मजा आइरहेछ गाइज नेपालले चाहिँ अहिले धेरै नै पेलिरहेका छन् आफ्नोपट्टि दबाइरहेका छन् गेमलाई हरेक बलमा हरेक विकेट लिइरहेका छैनन् तर पनि राम्रो मजा आइरहेको छ मेरो नाम गोरखपुर धामी आज चाहिँ म गेम हेर्न आएको छु गेम चाहिँ नेपाल भर्सेस ओमानको भइरहेको छ मजा आइरहेको छ तपाईँ पनि हेर्न आउनु होला गेम चाहिँ एकदमै रमाइलो भइरहेको छ अनि हाम्रा प्लेयर बलरहरूले पनि धेरै राम्रो बलिङ गरिरहेका छन् जस्तै सोमपाल जस्तै सञ्जीव लामिछाने अनि गुलसन झाहरूले प्लेयरहरूले पनि एकदमै राम्रो बलिङ गरेका छन् जस्तै म चाहिँ यो भिडियो बनाइरहेको छु लाइक सेयर कमेन्ट गरिदिनु होला अनि अर्को कुरा चाहिँ म के भन्न चाहनुहुन्छ भने तपाईँहरू पनि गेम हेर्न आइदिनु होला नेपाललाई सपोर्ट गरिदिनु होला म चाहिँ हुन त म पनि फर्स्ट टाइम हो तर पनि एकदमै रमाइलो लागिरहेको छ अब नेपाललाई यसरी सपोर्ट गर्न पाउँदा एकदमै मन खुसी भइरहेको छ फ्यानहरू पनि एकदमै उत्साहजनक छन् अब त्यही हो म पनि गरेर धेरै नै हुटिङ गरिरहेको छु म पनि हुन त धेरै आइरहेको छैन गेम मोबाइलदेखि चाहिँ धेरै हेर्छु टिभीबाट चाहिँ म नेपाललाई धेरै सपोर्ट गर्ने मान्छे हो तर यता ग्राउन्डमा भने त्यति आउन पाइरहेको थिएन यतै आज फर्स्ट टाइम भएर पनि एकदमै रमाइलो लागिरहेको छ हामी चाहिँ 3 जना साथीहरू मिलेर आएका छौँ टिकट भाडा चाहिँ रहेको छ 200 पहिला चाहिँ 400 थियो त्यति बेला फ्यानहरूले खासै मन नगरे जस्तो गरे त्यही भएर फ्यानले चाहिँ घटाएर 200 बनाएको छ एकदमै 6 पनि हानिसके ओमानका खेलाडीहरूले तर पनि केही छैन नेपालले दबदबा राखिरहेको छ नेपालले चाहिँ अब 1 विकेट लियो भने जित्छ गाइजहरु 9 विकेट कहाँ भेट्छ लाग्यो है बङ्गा खायो अहिले आगाना भन्नु